हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी अन्टरप्रेन्योरसिप भन्ने कोर्सको चाहिँ अन्टरप्रेन्योर भन्ने च्याप्टर नै हामी पढिरहेको थियौँ होइन। हामीले दुईवटा भिडियोमा चाहिँ अन्टरप्रेन्योर भनेको के हो, अन्टरप्रेन्योर र अनरमा के डिफ्रेन्सेस छ, अन्टरप्रेन्योरसिपको कन्सेप्ट के हो, मान्छेहरू धेरै कन्फ्युज हुनुहुन्छ कि विद्यार्थीहरू धेरै कन्फ्युज हुनुहुन्छ होइन। अनि अब अन्टरप्रेन्योरको चाहिँ क्यारेक्टरिस्टिक के हो, अन्टरप्रेन्योरको फङ्सन्स के हो भनेर चाहिँ हामीले रिसेन्टली अघिल्लो भिडियोहरूमा पढिसकेको छौँ। अब आज चाहिँ म्यानेजमेन्ट भनेको के हो, हामीले पढिरहेको सब्जेक्ट नै म्यानेजमेन्ट हो होइन। हामी म्यानेजमेन्टकै विद्यार्थी भनेर पनि एकदम प्रचलित नै छौँ है। म्यानेजमेन्ट भनेको चाहिँ के हो त, लाइक हामीलाई यस्तो हो भनेर भन्न सजिलो हुन्छ, तर एक्ज्याक्ट तपाईँले इक्जाममा चाहिँ के लेख्ने त, तपाईँले कसरी एक्सप्लेन गर्नुहुन्छ त वाट इज म्यानेजमेन्ट भन्ने कुरा चाहिँ हजुरलाई म टक्क सिम्पल भाषामा एक्सप्लेन गर्छु। अनि फर्दर के भन्छ एक्सप्लेन गर्ने पोइन्टहरूलाई एक्सपान्ड गरेर बुझाउने त हजुरहरूको आफ्नो काम भइहाल्यो है। अब म्यानेजमेन्ट भनेको के हो भन्दाखेरि राइट पिपल एट राइट प्लेस एट राइट टाइम भन्ने चाहिँ एउटा सिम्पल, जुन यो एकदम प्रचलित कुरा हो। राइट पिपल एट राइट प्लेस एट राइट टाइम भन्ने कुरा चाहिँ म्यानेजमेन्ट हो भनेर धेरै अर्थशास्त्रीहरूले चाहिँ कुरा गर्नुहुन्छ है। अब राइट पिपल भनेको चाहिँ एकदम सिम्पल छ। कुनै एउटा ठाउँमा एउटा सर्टेन टाइममा एकदम ठिक मान्छे जो चाहिँ त्यो कामको लागि लायक छ हो, त्यो चाहिँ बसेर कुनै काम गर्छ भन्ने चाहिँ त्यो पुरै कामलाई चाहिँ एज अ म्यानेजमेन्ट भनेर बुझिन्छ होइन। अब कस्तो हुन्छ भन्दाखेरि म्यानेजमेन्टमा चाहिँ हामीले के पढ्यौँ, के हुन्छ म्यानेजमेन्टलाई एज अ सिम्पल्ली बुझ्दाखेरि भन्दाखेरि ओभरअल जेको पनि म्यानेज गर्ने क्या। फर एउटा सानो इक्जाम्पल दिएर बुझाउँछु होइन। हामीले एकदम भास्टतिर किन जाने होइन, एकदम सिम्पल तरिकाले हामीले आफ्नो इक्जामिनरलाई चाहिँ बुझाउन सक्नु पऱ्यो नि त, सो द्याट हामीले एउटा पासिङ स्कोर अथवा एउटा टार्गेटेड स्कोर मिट गर्न सक्यौँ भन्ने कुरा त हो होइन। अब म्यानेजमेन्ट भनेको चाहिँ सिम्पल इक्जाम्पल लियौँ होइन। फर इक्जाम्पल हाम्रो घरमा मम्मी बाबाले कमाएर लिएर आउनुहुन्छ। अब सर्टेन ल्याएको स्यालेरी, जस्तै फर इक्जाम्पल मानौँ 50,000 चाहिँ एज अ अर्निङ हाम्रो घरमा आउँछ होइन। अब त्यो 50,000लाई कसरी एलोकेट गर्ने त, जस्तै इफ रेन्टल घरमा बस्नुहुन्छ भने 20,000 हजुरहरूको रेन्टको एक्सपेन्सेस भयो, फुडमा हजुरहरूको 10K जान्छ अरे होइन। अब छोराछोरी हुनुहुन्छ भने छोराछोरीको एजुकेसनमा रिमेनिङ 5K जाला, भनेपछि 20, 35K त हाम्रो त्यसरी खर्च भयो होइन। अब यो चाहिँ फाइनेन्सियल पर्सपेक्टिभबाट म्यानेजमेन्टको कुरा भयो। अर्को चाहिँ के हुन्छ भन्दाखेरि अब घरमा मम्मीले खाना पकाउनुहुन्छ भने बाबाले बाहिर बाहिरको काम गर्नुहुन्छ, सब्जी लिएर आउने, हजुरहरूलाई स्कुलदेखि घर लिएर आउने अथवा घरदेखि स्कुल पुऱ्याउने। अब त्यो भनेको बाबाको पार्ट अफ द काम भयो, मम्मीको पार्ट अफ द काम भनेको घरको ओभरअल काम हेर्ने। हजुरको पार्ट अफ द काम के हो भन्दाखेरि मम्मीलाई हेल्प गर्ने, र खाना पकाइसक्नुभयो मम्मीले भाँडा माझिदिने होइन, अथवा किचन सफा गरिदिने, पुसपास गरिदिने होइन। अब मम्मी के भन्छ अफिसमा गएको बेलामा हजुरहरू खाली हुनुहुन्छ भने यसो सिटिङ रुम अथवा आफ्नो रुमहरू सफा गर्ने, आफ्नो के भन्छ धुन सक्ने लुगाहरू धुने, लुगा सुकेका लुगाहरू उठाएर लिएर आउने, त्यो भनेको म्यानेजमेन्ट हो क्या। हामीले एकदम भास्ट तरिकाले बुझ्नु पर्दैन, हामीले एकदम सिम्पल घरबाटै बुझ्दा हुन्छ क्या कसरी चाहिँ। अब यहाँनिर कस्तो हुन्छ, राइट पिपल एट राइट प्लेस। जस्तै मेरो रुम सफा गर्नलाई मलाई मेरो रुमको सामान यतादेखि उता गरेको मन पर्दैन भनेपछि म आफै सफा गर्नु पऱ्यो नि त होइन। त्यसको लागि कस्तो हुन्छ नि, अब जतिखेर फोहोर देखिन्छ, बिकज फोहोर रुममा बसेर पढ्नलाई अथवा केही गर्नलाई पनि मन लाग्दैन नि त, बिकज यसो हेर्दाखेरि कस्तो अल्छी लागेर आउँछ होइन। त्यही भएर अब त्यो सफा गर्नु पऱ्यो भन्न सबैभन्दा एलिजिबल मान्छे त्यो रुम, आफ्नो रुम सफा गर्न को भयो भन्दाखेरि स्वयं आफै भइयो क्या। अब यो कन्सेप्टलाई आधार बन्यो भने मै हो यहाँको म्यानेजमेन्ट, मतलब म्यानेजर होइन। एउटा टास्क एलोकेटेड हुन्छ, मम्मीले खाना पकाउनुहुन्छ भने बाबाले यो गर्नुहुन्छ, अब हजुरले के गर्नु पऱ्यो, रुम सफा गर्नु पऱ्यो, हो त्यो नि सिम्पल म्यानेजमेन्ट त्यही हो होइन। अब एउटा सानो टपिकहरूको बारेमा पनि स्टडी गऱ्यौँ होइन। अब स्टाफिङ भन्छ, स्टाफिङ अब हामीले पढिरहेको हुन्छ, स्टाफिङमा पनि अब म्यानेजमेन्टको एकदम कन्सेप्ट लाग्छ कि स्टाफिङमा पनि एकदम जुन पोजिसनको लागि चाहिँ भ्याकेन्सी खुलिरहेको हुन्छ, तर जुन पोजिसन भ्याकेन्ट छ त्यसमा राइट इम्प्लोइ चाहिँ अथवा राइट क्यान्डिडेट चाहिँ त्यो पोजिसनमा गयो भने
रिटेन्सन रेसियो पनि हाई हुन्छ, लेबर टर्नओभर रेसियो पनि हुँदैन। बिकज परबाट हेर्दाखेरि, बाहिरबाट हेर्दाखेरि होइन, कुनै कम्पनीमा लेबरहरू रिटेन हुन सकिरहेको छैन भने एउटा त कम्पनीको खोट देखिन्छ, अर्को भने मान्छेमै खराबी रहेछ भन्ने बुझिन्छ होइन। त्यही भएर स्टाफिङ पनि म्यानेजमेन्ट जस्तै जस्तै अर्थ दिने कुरा भयो क्या। राइट मान्छेलाई राइट समयमा राइट प्लेसमा हायर गर्नु होइन, त्यो भनेको स्टाफिङ हो क्या। अब कस्तो हुन्छ भन्दाखेरि एक्विजिसनको काम भयो होइन, स्टाफिङमा भन्दाखेरि एक्विजिसन गर्ने होइन, डेभलपमेन्ट, मेन्टेनेन्स, मोटिभेसन, त्यो भनेको पार्ट अफ स्टाफिङ भयो क्या। मान्छेले हायर मात्रै गरेर भयो त भएन नि त, उसलाई ट्रेनिङ दिनु पऱ्यो, उसको ट्रेनिङ, उसको जुन क्यापेसिटी छ, उसको स्किल छ, त्यसलाई चाहिँ अझै बुस्टअप गर्नु पऱ्यो होइन, मेन्टेन गरिराख्नु पऱ्यो। अब मेन्टेन गर्नु पऱ्यो, उसलाई मोटिभेट गर्नु पऱ्यो। कुनै फेजमा गर्दाखेरि उसले आफ्नो टार्गेट मिट नगर्ला, केही छैन, अर्को मन्थमा मिट गर, अथवा होइन तिमीले एकदम ट्राई गरेको छौ त्यति भनेर मोटिभेट गर्यो भने पनि इम्प्लोइलाई केही पनि चाहिँदैन क्या। त्यति त्यो भनेर गऱ्यो भने इम्प्लोइलाई केही नै चाहिँदैन भन्दा नि हुन्छ। एउटा मजाले बसले चाहिँ एकदम मजाले बुझिराख्नु भएको छ, अथवा मेरो म्यानेजरले चाहिँ मलाई यति मजाले बुझिराख्नु भएको रहेछ, यति मजाले मोटिभेट गर्नुहुन्छ, मेरो डाउनको टाइममा पनि यति मजाले मेरो मोटिभेट गर्नुहुन्छ भने उसले हत्तपत्त अफिस छोड्ने जस्तो सोच राख्दैन क्या। तर इफ म त्यो इन्भाइरोमेन्टमा बस्नै सक्दिनँ, मलाई खालि डिमोटिभेट मात्रै हुन्छ, तँले त यो गर्नै सक्दिनँ, तँले यत्तिकै मैले किन हायर गरेँ, यस्तो यस्तो कुरा गर्यो भने त अब स्टाफ बस्न खोज्दैन। त्यही भएर म्यानेजमेन्ट, स्टाफिङ होइन, अब यो कुराहरूमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि सिमिलर छ है भनेर चाहिँ इकोनोमिस्टहरूले कुरा गर्नुभएको छ क्या। त्यही भएर हजुरहरूलाई पनि मैले यो कन्सेप्ट चाहिँ दिइरहेको होइन। आई होप यु इन्जोय इट। अनि त्यस पछाडि मैले चाहिँ अब जे भन्न खोजेको हजुरहरूले बुझ्नुभयो होला होइन, कोर कन्सेप्ट चाहिँ बुझ्नुभयो होला। आई होप यु क्यान एक्सप्लेन वेल इन इक्जाम होइन। बेस्ट अफ लक। अनि त्यस पछाडि हजुरहरूले मेरो च्यानल चाहिँ साथीहरूलाई पनि रिकमेन्ड गर्नुहोस् होइन, लाइक गर्नुहोस्, सेयर गर्नुहोस्। हस् त आजको लागि बाई बाई, सी यु नेक्स्ट डे, बाई बाई।